आएर यसरी गर्दाखेरि जुन माहौल छ यो सिरिङ्ग हुने खालको छ कि काँडा उम्रियो यो खालको यो लेभलको चाहिँ दुःख आमाले पाउनु भएको छ। अब त्यो त म कल्पनै गर्न सक्दिनँ। हामीले भन्न सक्ने भनेको हामी बेस्ट गर्छौँ। घाइते र शहीद हुनु भएकोले चाहिँ न्याय पाउनुपर्छ, 100% न्याय पाउनुपर्छ, त्यसमा दुई मत छैन। त्यसलाई चाहिँ हामी अगाडि नै यो कुरा राखेर चाहिँ अब अगाडि बढाउँछौँ। अब एउटा के देखियो आज भने हामीले कहीँ कतै जस्तो विभाजित जस्तो देखिएका सबै अनुहार एकै ठाउँमा देख्दा हामी पनि खुसी छौँ। किनभने मिडियामा किन पनि त्यस्तो आउँछ भने तपाईँहरू फरक फरक ठाउँमा देखिनुहुन्थ्यो, आज एक ठाउँमा देखिनु भएको छ। र जस्तो एउटा आमा रोइरहनु भएको सुदनजीले पनि देख्नुभयो। तपाईँले त उहाँको छोराको लास बोकेर आर्यघाटसम्म पुर्याउनु भयो, आर्यघाटमा त होइन जलाउने ठाउँसम्म पुर्याउनु भयो र त्यो जल्दै गरेको लास पनि आँखा अगाडि हेर्नुभयो होइन। त्यो पटपट पड्किरहेको त्यो लासले पक्कै यो देशको चाहिँ हुन्छ नि मुहार फेरोस् भनेर शहीद भएका हुन्। के अब यो देशको मुहार फेर्नका लागि तपाईँहरू लड्नुहुन्छ? फेरि एकपटक यो देशको मुहार फेर्नको लागि हामी सबै लड्छौँ, हरेक नेपाली लड्छ। एकचोटि होइन 100 चोटि लड्छौँ। यो व्यवस्था भएको भनेको नि सर हाम्रो चरित्र होइन। नेताले नेता बन्न नजानेर होइन, या डक्टरले डक्टर बन्न नजानेर, इन्जिनियरले इन्जिनियर बन्न नजानेर, हाम्रो पात्र नामअनुसारको पात्र नभइदिएर, चरित्र नभएर, स्वभाव नभएर हामी कसरी हिँड्ने? हाम्रो आर्थिक रूपान्तरण भनेको त मात्र पैसाको सवाल मात्रै होइन नि, हामी नैतिक रूपले पनि कति भ्रष्ट भइसकेका छौँ भन्ने कुराले गर्दाखेरि हामी व्यक्तिमा यो कुरा आइपर्छ। र अबको हाम्रो यात्रा भनेको चाहिँ हामी सबै सङ्गठित, हामी जेनजीहरू, हामी युवाहरू फुटेका छैनौँ, देश निर्माणको लागि लागिरहेछौँ। र कसरी अबको भविष्य बनाउने भनेर हामी एउटा खुल्ला मञ्चको आह्वान गरेर बुदामा हामी त्यसलाई चाहिँ सबैको कुरा सुनेर लेखेर अगाडि बढ्ने योजनामा अघि बढिरहेका छौँ। र पहिलो काम भनेकै अबको न्याय भनेकै यी भ्रष्ट र हत्यारा जो त्यतिखेरका सरकार भनौताहरू थिए तिनीहरूलाई तत्काल कारबाहीमा नल्याइकन हामी चुनावमा कुनै पनि चुनावमा जान सक्दैनौँ भन्ने कुरा नै हाम्रो सामूहिक माग हो। यही सामूहिक एजेन्डा हो। कार्यकारीमा जाने कि संसदीय चुनावमा जाने त्यस पछाडि हामी डिसिजन दिन्छौँ। तर पहिलो यी भ्रष्टाचारी र यी हत्यारा भनौँ त सरकारहरू त्यतिखेर जो थिए ती सम्पूर्णलाई कारागारमा नल्याइकन, ती पदाधिकारीहरूलाई कारागारमा नल्याइकन हामी अब अगाडि बढ्दैनौँ। र यो नै हाम्रो सामूहिक माग हो। यही नै हो, योभन्दा दायाँ पनि छैन बायाँ पनि छैन। हाम्रो संविधानले न्याय दिन सक्दैन भने त्यो संविधान फेरि के काम? संविधानले न्याय दिन्छ भनेर हामी आशावादी भएर हामीले सबैजना लडिरहेका छौँ। आमाले पनि अगाडि एट्याक होला जस्तो छ, तपाईँलाई थुनवान जस्तो भइसक्यो। एउटा छोरालाई ठोक्ला, दुईटा छोरालाई ठोक्ला, यो आमालाई म के आह्वान गरिदिन्छु भने 78मा 78 दुना हुन्छ, फरक पर्दैन। तर त्यो 78 दुनाले न्याय पाउँछ, पाए भने सँगै पाउँछ, नपाए भने फेरि बरु तयार छौँ हामी बोली खान। यही बाटो एमाले कांग्रेस माओवादी सबैलाई च्यालेन्ज छ कि अब उनीहरू सक्दैन, उनीहरूलाई हामी सकाउँछौँ। अब यो डाइरेक्ट च्यालेन्ज हो हाम्रो यहाँबाट। मान्छेहरूलाई के च्यालेन्ज धेरै के नगरौँ, हाम्रो त्यही हो। हाम्रो जबसम्म हाम्रो दाजुभाइ दिदी बहिनी हत्यारालाई न्याय पाउँदैन तबसम्म हामी रोकिनेवाला छैनौँ। त्यही हो। यस्तो भयो, अब हामी छुट्टा छुट्टै छौँ भन्ने चाहिँ त्यो कहिले पनि थिएन है। हामी यङ मान्छे चाहिँ हामी खासमा पोलिटिक्समा भिजा मान्छे पनि होइन, खालि एउटा चाहिँ एकदम नेक भावना अब्जेक्टिभका साथ आएको थियौँ। त्यो भने देशले चाहिँ न्याय पाओस्, देश विकास होस्, विदेश नजानु परोस्, त्यति मात्र कुरा थियो। र सायद सबैजना हाम्रो उमेर समूहको मान्छेको कुरा चाहिँ एजेन्डा चाहिँ त्यही नै हुन्छ होला है। त्यही भएर हाम्रो फरक मत भन्ने कहिले पनि तपाईँले एउटै मतमा एउटै पाटोमा देखिन पाउँछौँ हामीले। हजुर, हामी पहिले यो सरकारले दोषीलाई कारबाही गरेन, भ्रष्टाचारीहरूलाई फेरि पनि अगाडि आउन दियो भनेदेखि जोसुकैको समर्थनमा यो सरकार बनेको होस्, अगाडिको सरकारलाई गिराए जस्तै यो सरकारलाई गिराउन सबै नेपाली युवाहरू र सबै नेपालीहरू रेडी छ।